गुड मर्निङ एभ्रिवान, स्वागत छ मेरो नयाँ भ्लग्समा। आजको बिहान सुरुवात हुन्छ मेरो आजको मात्र नभनौँ डेली यो गाइस यो मेरो गर्नै पर्ने काम। साँझ रातिको बचेको भाँडा धुनुपर्छ अनि खाना पकाउनुपर्छ। अहिले चाहिँ 6 बजिसकेको छ। म 6 बजे अब भाँडासाँडा धोएर खाना पकाउनतिर लाग्दैछु। मोटर जोडिसके। अब चाहिँ यो भाँडासाँडा माचेर यो धोएर सकियो। अब आगो बालिसकेँ मैले। अब यो भान्सा कोठा पनि धेरै फोहोर भइसकेको छ, त्यसैले सफा गरेर अब आलु पकाउँछु आज। सो गाइस अब चाहिँ भात पाक्दैछ। अब तरकारी पकाउन एकछिन टाइम लाग्छ। भात हल्का पाक्दैछ। त्यही त अब एक्सर्साइज गरिहाल्नु भन्ने हो बिहान। सो गाइस अब चाहिँ म तरकारी पकाउन जाँदैछु। सब रेडी गरेर राखेछु। खानासाना सबै पाकेर रेडी भइसक्यो। अब दाँत नाचेर खाना खान्छु। लेट्स सी गाइस। एकदमै टेस्टी खाना छ गाइजहरू। कहिले मेरो घर आउनु होला अनि खानु होला खाना कस्तो टेस्टी बनाउँछु भनेर। एक नम्बर। गाइज